हेलो गाइज, अहिले चाहिँ म सांस्कृतिक पार्कदेखि भित्र छिरिसकेपछि धेरै अलिकति 1 किलोमिटर माथि आएपछि चाहिँ हाइकिङ गर्ने बाटो छ। एकदमै राम्रो। तपाईँहरू नजिक धरानदेखि नजिक छिटो र राम्रो ठाउँमा जानु चाहनुहुन्छ भने चाहिँ यो बाटो रोजेर चाहिँ आउन सक्नुहुन्छ। यो बाटो चाहिँ पहिले यो धनकुटा, भोजपुर, हिले, तेह्रथुमको हाम्रो बामाहरू नुनको भारी बोकेर चाहिँ हिँड्ने गर्थेन अरे। अहिले चाहिँ म पनि त्यही बाटोमा चाहिँ हिँड्दैछु। नुनको भारी बोक्नु नपाए पनि यस हाम्रो मेरो सापले एकदम राम्रो गरिदिनु भएको छ। यो बाटो यस्तो मजाले बनाइदिनु भएको छ। तपाईँहरू पनि धनकुटा, भोजपुर, हिलेतिरको हुनुहुन्छ भने चाहिँ तपाईँहरूको बामाहरूलाई ल्याएर यसो घुमाइदिनुहोस्, यो बाटो हिँडाइदिनुहोस्। के थाहा पुरानो दिनहरू उनीहरूलाई पनि याद आउनु सक्छ भन्दै अहिलेलाई चाहिँ बाई बाई।